तपाईहरु कस्तो हुनुहुन्छ? म आज वकको लागि रनको लागि निक्लेको थिएँ। बट देन ढिलो भयो हो। बिहान दामी घाम लागेको थियो। यता के गर्दा ढिलो भयो। सो नाउ अब चाहिँ म जाँदैछु। अरूलाई त भेट जस्तो लागेन आज। अस्ति त भेटेको थिएँ हो। हेरौँ आज कतिसम्म हुन्छ। हिजो त 6 किलोमिटर भएको थियो। अब चाहिँ हिँड्दैछु हो। घरबाट हिँडिसकेँ। बाटोहरू पुग्नु नै टाइम लाग्छ नि त। के गर्नु अब है। आजको दिन चाहिँ यस्तो छ। यस्तो छैन। बिहान दामी भएको थियो कि अहिले चाहिँ धुम्म आइ त हाल्यो। एकदम छाता चाहिँ बोकिरहेको छु। घाम लागिरहेको छ। आँखा लगाउनु हुँदैन। मैले भने त 7 to 8 मिनट्स बाटो पुग्नु लाग्छ भनेर होइन। जति छिटो हिँड्यौँ तर पनि हिँड्दैछु। पुग्नु आँटेको छु हो। सो 7 मिनट अब 8 मिनट। गुड मर्निङ अङ्कल। गुड मर्निङ। बुढो भएछ यो। Jungle rules the night, shadows sharp like switchblade knives. फाइनली म चाहिँ घर जाँदैछु। रन सकेर 6 किलोमिटर कुदेँ हो। अन्त यी सौदा यो चाहिँ भोलि असार 15 गते हो नि त। अन्त भोलि चाहिँ दही चिउरा खाने दिन हो। त्यो भएकोले गर्दा चिउरा दही अब आज दिनभरि के हुँदो रहेछ अलिअलि देखाउँदै गर्छु नि ल तपाईहरुलाई। यो चाहिँ मेरो आफ्टर ब्रेकफास्टको सप्लिमेन्ट हो। यो चाहिँ एउटा फिस ओइल हो। एउटा चाहिँ भाइटामिन D3 हो। र यस्तोहरू लिनै पर्छ हो। किनभने अब हामीलाई खानाले मात्रै पुग्दैन नि त। अनि त्यो भएकोले गर्दाखेरि चाहिँ खानुपर्छ। गाइस अब चाहिँ म खाना बनाउन आँटेको। आजको लन्च हो। यहाँ चाहिँ छ मेरो चिकन, यहाँ चाहिँ छ मेरो मुला, यहाँ चाहिँ छ मेरो इन्ग्रेडियन्ट्स हो। अब यहाँ तेल तातिँदैछ। छोरी चाहिँ उदास भइरहेको छ। किन उदास भएको थियो नि लडु? यो चाहिँ गुड फर हेल्थ। यो चाहिँ खानुपर्छ। अरू केही नखाने। यसको बेनिफिट्स चाहिँ डायबिटिजलाई हेल्प गर्छ। प्रेसरमा खाने हो। डाइजेस्टिभ सिस्टमको लागि एकदम राम्रो हो। यस यहाँ यो हुँदै गर्छ। यहाँ साइडमा चाहिँ म
छुर्पीको झोल बनाउनुको लागि रेडी गर्छु। इन्ग्रेडियन्ट्स पनि रेडी गरिसकेको छ। नेभर माइन्ड द चपिङ बोर्ड। के हाल्यो? मलाई त खासमा घिउ हाल्नु आँटेको थियो कि होस् नहोस्। यो तेल तातिँदै गर्छ। यो मासु पनि हुँदै गर्छ सँगसँगै हो, पाक्दै गर्छ मिडियम हिटमा। यो छुर्पी चाहिँ भुटिँदैछ। फिटनेसमा मात्रै होइन हो, यहाँ ड्राइभिङ पनि सिक्नुपर्छ। यसरी ड्राइभिङ सिक्नुपर्छ होइन, गर्नुपर्छ। यता पेदाइसी हो। मेरो छुर्पीको झोल पनि पाक्यो, मासु पनि पाक्यो, भात पनि भयो। अब चाहिँ खाने ल। यो चाहिँ खाना भातको सप्लिमेन्ट, मल्टिभिटामिन र क्याल्सियम, जिङ्क, म्याग्नेजियम सबै छ यसमा। त्यो खाँदैछु। गाइस अब फेरि म जाँदैछु जिम हो। पानी पर्नु थाल्यो। म निक्लिने बेलामा जहिले पनि पानी पर्छ हौ। अन्त अब जिममा भेटौँला। के गर्नु गाइस, अब गर्नैपर्छ आफ्नो जिउको लागि हो। खासमा चाहिँ म बिहान जिम जाँदै थिएँ, तर अब कोही के टाइम नमिल्दाखेरि चाहिँ म अलिकति नमिल्दा चाहिँ बिहान रन पहिला पनि रन गर्नु चाहिँ हो। बट देन बिहा भएको बादमा म गर्नु छोडेको पनि होइन, नभ्याएर भ्याएको थिइनँ। देन अहिले चाहिँ आफ्नो लागि टाइम निकालेको हो। निकाल्नुपर्छ त्यो आफ्नो लागि। तपाईँहरूले पनि आफ्नो लागि 2 घन्टा भए पनि निकाल्नुहोस्, चाहे त्यो जति नै बिजी लाइफ किन नहोस् हो। 2 घन्टा भन्दा 1 घन्टाहरू चाहिँ निकाल्नुहोस् क्या आफ्नो हेल्थको लागि। तर म चाहिँ बिहान रन गएर बेलुका इभिनिङमा चाहिँ जिम जाँदैछु। जिम पनि जोइन गरेको 2 इयर्स भइसकेको छ र कन्टिन्युै छ। बिचमा अलिकति हस्बेन्डको त्यो पोस्टिङ जस्तै 2 महिनाको लागि भएको बेलामा चाहिँ म कालिम्पोङ गएको थिएँ। त्यतिखेर अलिअलि रन गरेँ हो। अब अहिले चाहिँ म कन्सिस्टेन्सी राख्दैछु पहिलाको जस्तैहरू। पहिला त मजाले घटेको थिएँ, फेरि बढ्नु थालेको छु। मोटाएको छु अलिकति हो, अलिकति होइन निकै नै। तर अब त्यही फेरि हार्डवर्क पेज अफ भन्छ नि।
गाइस म चाहिँ भर्खर आइपुगेँ जिमबाट आज अलिकति ढिलो भयो हो अब म चाहिँ सावर लिन्छु त्यहाँदेखि बस्छु किनभने आजको खाना पाकिसकेको छ अन्त पाकिसकेको छ भन्दामा अब मेरो चाहिँ बनाउनुपर्छ किनभने मेरो वेट गर्नुपर्छ नि त त्यो भएकोले गर्दा सो अन्त अर्को कुरा आजको भिडियो कस्तो लाग्यो के लाग्यो भनिदिनुहोस् होला हो र आज चाहिँ भिडियो यहीँनिर एन्ड गर्छु हो तपाईँहरूलाई कस्तो लाग्यो भनिदिनुहोस् होला आजको भिडियो इन्जोय गर्नुभयो भएन है कमेन्ट पनि गरिदिनुहोस् लाइक एन्ड सेयर एन्ड सब्सक्राइब पनि गरिदिनुहोस् ल थ्याङ्क यू